माछा कर्याप पुग्नेवाला छन्। चिन्नुस् मेरो काम फेरि भिडियो बनाउने मात्रै हो क्या। माछा नि ल ताप्नु बाजे ताप्नु तँलाई ताप्नु यहाँसम्म पनि लिन जस्तो मान्छे कोही अहिले आन्नन् त यो मैनेरी यस्तो भिड हे भगवान् आमा कहाँ जाने हो हामी। हेर त यो बिगमा हस् मार्यो दाइ मार्यो। मेरो काम मार्ने होइन के पाप लाग्छ मार्ने। है माछा मार्न सकिएन। ल त गाइसहरू बल्ल तल्ल हामी अहिले चाहिँ टुक्लामा आइसकेका छौँ। हेलो गाइस दर्शक नमस्ते सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म 2-2.5 वर्षपछि चाहिँ खोलातिर झर्दैछु होइन। खोलातिर के कस्तो हुन्छ म हजुरहरूलाई देखाउने छु। आज हाम्रो यहाँबाट चाहिँ ग्रुप चाहिँ ठिकै छ, अलि 1-2 जना मान्छे कम छन् आउँदैछन् पछाडि। अनि आज खोलातिर रमाइलो हुनेवाला छ है त गाइसहरू। किप वाचिङ। लाउनु आउनु आउनु आउनु। हेलो 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 बुई पनि हेलो भन्नुहोस्। हेलो जी हेलो हाई हेलो हेलो हाई। हामी माछा मार्न जाँदैछौँ अनि आज रमाइलो हुनेवाला छ है। मैनेरी छ भन्ने सुनेको छौँ, भयो भने झन् मस्त हुनेवाला छ। भएन भने नि हामी शान्तिना कुरसुर चाहिँ ठुलो चाहिँ लिइहाल्छौँ एक छाक लिइहाल्छौँ के। हाम्रो ढोरेन खोला हो, यहाँ चाहिँ पानी सुक्को रहेछ अलिअलि छ। यहाँ फेरि ठुला माछा आउँदैनन् होइन, शान्तिना असला ससलाहरू आन्छन्। के हो पानी नै छैन है त। पानी भने यही हो टुरुक्क छ है मुटेको जस्तो होइन गाइजहरू। हामी चाहिँ अहिले दानाल खोर्रे मचाउँदैछौँ, यसो आराम गर्दैछौँ। मान्छेहरू आउँदैछन् 4-5 जनाहरू। आज माछा कर्याप पुग्नेवाला छन्। ल हाम्रो ग्रुप आइसकेको छ, अझै हामी लाग्नेवाला छौँ। यहाँ सुरी निद्रा पुङ्लाइको हामी चाहिँ अहिले खोला पुगेको अवस्था छ है। भर्खर है देख्न सक्नुहुन्छ सिवाङ खोलाको हालत अहिलेको अवस्था। यो चाहिँ हो। हामी यहाँ पौडी खेल्नेवाला छौँ एकछिन पछि घाम आयो भने। अब हेरौँ कहाँ मार्ने के गर्ने। यहाँ निष्कर्ष हुँदैछ, सरसल्लाह हुँदैछ होइन। यहाँ चाहिँ यस्तो ढुल्याएर पुट्याल भएर माटो खन्डै हाल्दै गरिरहेछन् ग्रुपहरू। माइल दिदी हाल्नुहोस् छिटो, यो मेरो होइन क्या है त साथीहरू। त्यहाँ चाहिँ टक्क माटो खनेर बोरामा प्याक भएर सबलाई आउँदैछ। हिँड्नुहोस् मेरो काम फेरि भिडियो बनाउने मात्रै हो क्या। माथमा नि लान्टी माथो यस्तो गाह्रो छ यहाँ माछा मार्ने सजिलो छ र। हाल्छ चाहिँ कहाँसम्म त्यहाँसम्म हो। ल है ताप्नु बाजे ताप्नु तँलाई ताप्नु आइयो मेरो पाल आइयो यस्तो दुःख छ के गर्ने। हेर जनशक्ति यत्रो छ, ती पनि मेरो पालले मर्न लागि मान्छेहरू यहाँ हैरान गरेका छन्। मैले नगरिन्छ न खाना पाक्छ न के हुन्छ। यो यहाँ हैरान छ पकालो यी अघि त यहाँसम्म पनि लिन जस्तो मान्छे कोही अहिले आन्नन्। ल म जाल हान्दैछु जाल। यो सती छोड्ने नि लैर गाइजहरू। हामी चाहिँ अब माछा मारेर हाफ टाइम भइसक्यो, नास्ता खान लाग्छौँ। हाफ टाइमसम्म कसले कोही माछा मारेर अहिलेसम्म कोहीले मैले देखाइदिएको छैन। एउटा मैले पनि देखाएको छैन मेरो माछा कति छ भनेर होइन। खानलाई एउटा खाना ओ आन्टी खाना खान लाग्नु भयो हुँदैछ खानपिन आन्टीहरू। बाजे बोय के हो क्या बरौरी यी मेरो चाहिँ यो हो। यहाँ उठेछ है। ल यहाँ पनि खान लाग्नु भयो आउनुहोस्। खाना खाने कारण हुन लाग्छ यहाँ। हामी चाहिँ एक ठाउँमा मारेर अब यहाँ आइसकेका छौँ। हाम्रो गुरुहरू यहाँ बसेका छ। माछा चाहिँ दह्रो मारेको छौँ एक ठाउँमा। माछा अब लास्टमा देखाउँछु। ल त गाइजहरू फाइनली म चाहिँ यहाँ हामी चाहिँ मैनेरीतिर आइसकेका छौँ। दोस्रो पटक हो मेरो चाहिँ मैनेरी। यहाँको मान्छे देख्न सक्नुहुन्छ तपाईँहरू, यस्तो छन् भिड आमा। ल यो मैनेरी यस्तो भिड हे भगवान् आमा कहाँ जाने हो हामी। अब घर बाउल खाना दिन्नन् मान्छेहरू के मान्छे
अझै तलसम्म छन् र यस्तो नि हुन्छ मैनेरी भने यो अरे गाइजहरू है माछा कति मारिन्छ त हेरौँ के देख्न सक्नुहुन्छ आजको जनमास माछाभन्दा बढी मान्छे भएपछि सिप लाग्छ त यहाँ अनि तलसम्म छन् अझै हेर तल ओए फनकै बगे बद्दा हो ल स्टार्ट भइसक्यो स्टार्ट रुपेश कति मारिस मुर्गो के मुर्गो कोता मुर्गो हेर त यो बिग बगे तल गयो रे माछा गयो 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 ल है माछा आन्छ कान्न बस मै छन् र यहाँ त माछा कहाँबाट छन् माछा र यी ल हाम्रो बहिनीहरूले एकदम मेहनत गरेछन् तर खोलामा माछै छैन ल माछा छैनन् मार के मारेर त मारेछ नि त ल ल ल ल ल हस् माछा अरूले माछा मार्छन् म फेरि बगाल खेर्नेतिर छु हाम्रो बगालहरू कहाँ गइगे त्यत्रो मान्छेको भिडमा गाह्रो छ मलाई नि अब माछा मार्ने सिप छैन अब सबैले कट्ठा गरिकन लग्नु पर्यो होइन गाह्रो छ गाह्रो छ बगाल खोज्दा खोज्दा हेर्नु भयो हाम्रो विक्रम अङ्कल फेरि यहाँ आउनुहुन्छ ओ जेठा अङ्कल यस्तो गर्नु न हाम्रो विक्रम अङ्कलले धौडो भेटा छु अब अरूले माथि खोज्दै जान्छौँ है ल हाम्रो एउटा ग्रुप यहाँ भेट्थ्यो सबैले हाई गरिदिउँ त यस्ता माछा नि मार्यो दाइ मार्यो मेरो काम मार्ने होइन के पाप लाग्छ मार्ने मेरो काम यो मात्र थियो माछाभन्दा मान्छे बच्छन् अनि ल है माछा मार्न सकिएन गाह्रो छ गाह्रो रेस्ट तपाईँले कोही मार्नु माछा ल है त गाइजहरू फाइनली देखेरको अवस्थामा 6:13 भइसकेको छ होइन हामी चाहिँ माछा मार्ने कार्यक्रम फाइनल गरिसक्यौँ हाम्रो ग्रुप चाहिँ यति छ अहिले चाहिँ कम भइसक्यो मैनेरीमा ग्रुप देख्नुभयो होला कति भयो होइन अनि मैनेरीमा चाहिँ हामीले मार्न सकेनौँ अनि यहाँ आएर हल्का हल्का मारेर छाक पुरा छौँ है ल है त यी यहाँ त भरियारी छ ल है त गाइजहरू बल्ल तल्ल हामी अहिले चाहिँ टुक्लामा आइसकेका छौँ होला सिभाङ खोलाबाट टुक्ला आउनुलाई 1-1.5 घन्टा लाग्यो हामीलाई चाहिँ होइन लास्ट त्यो उकालो रहेछ अनि गाइजहरू हाम्रो ग्रुप चाहिँ यहाँ जाँदैछ सबको टोमा छाँचुरी छ पछाडि हुनुहुन्छ 3 जना त्यहाँबाट आएको हामी त्यहाँबाट ल है त गाइजहरू फाइनली हामी चाहिँ घर आइपुगिसक्यौँ बबाल थाकियो उकालो बाटो 2.5 घन्टा हिँडेर है त म चाहिँ अब माछा देखाउँछु है यहाँ चाहिँ ट्याक्क लगाएर 1 करै छ यो चाहिँ मैनेरीमा मारेको योमा चाहिँ हल्का माछाहरू छन् अनि यो चाहिँ हामीले पछाडि फोकेको मैनेरी सकेर यहाँ चाहिँ गउँदा छन् है त लास्टै गाह्रो छ है माछा मार्न लास्टै गाह्रो छ मिहिनेत बवाल गर्नुपर्छ त्यही पनि भने जस्तो माछा मर्दैनन् आजलाई चाहिँ यो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु यतिखेरसम्म भिडियो हेर्नुभयो हजुर सबैजनालाई धन्यवाद फेरि अर्को भिडियोमा भेटौँला है त गाइजहरू बाई बाई सी यू नेक्स्ट भिडियो